ब्याचलर सके लगतै अब एउटा प्लान त बनाउनु पर्यो। अब सबैजनाको प्लान हुन्छ नै। मेरो पनि त्यस्तै विदेश होइन इमेलहरू गरेर असिस्टेन्सिप अपर्च्युनिटीहरू पाएर विदेश आउनु नै थियो हायर स्टडीको लागि। त्यसको लागि अब आइएल्स भन्ने त सुनिरहेको थिएँ। जिआरई त मैले अलिअलि सुनेको थिएँ, त्यस्तो खासै सुनेको थिएन। तर म चाहिँ पास आउट हुने बित्तिकै चाहिँ आइएल्स र जिआरई, अब आइएल्स दिउँ कि जिआरई दिउँ भन्ने हुन्थ्यो मलाई चाहिँ। मलाई यो कुरा चाहिँ थाहा थिएन कि आइएल्स र जिआरई चाहिँ टोटली डिफ्रेन्ट हो भनेर। अब केही कुरा थाहा नभएपछि अब कसैलाई सोधेर मेसेज गरेर सोधेर बुझ्नु पर्यो कि त अब आफै खोजेर बुझ्नु पर्यो। मेरो केसमा चाहिँ मलाई कसैलाई सोधेर बुझ्न सजिलो लाग्छ एकदम। अनि मैले चाहिँ थुप्रै सिनियरहरूलाई पनि सोधेँ। अब आइएल्स र जिआरईमा के फरक छ र आइएल्स मात्र दिउँ कि जिआरई मात्र दिउँ भन्ने क्वेसनहरू गर्थेँ। तर खासमा अब मैले पछि चाहिँ के पाएँ भन्दाखेरि आइएल्स र जिआरई त टोटली डिफ्रेन्ट नै रहेछ। अब हाम्रो चाहिँ त्यो आइएल्स, टोफेल, डुओलिङ्गो र पिटिई भन्ने त इङ्ग्लिस प्रोफिसिएन्सी टेस्टको लागि रहेछ। जस्तै यहाँ पढ्न आउनको लागि चाहिने यिनीहरू अब चारवटा मध्ये एउटा दिए हुँदो रहेछ अब युनिभर्सिटीको रिक्वायरमेन्ट अनुसार। जिआरई भनेको चाहिँ स्किल टेस्ट रहेछ। यो कुरा चाहिँ मैले पछि आफै रिसर्च गरेपछि थाहा पाएँ। युनिभर्सिटी एडमिट हुनको लागि त एडमिसनहरू हुनको लागि त आइएल्स नहुने रहेछ। आइएल्स, टोफेल, पिटिई या डुओलिङ्गोमा एउटा दिनै पर्ने रहेछ। मलाई त्यो कुरा चाहिँ थाहा थिएन सुरुमा। पछि चाहिँ मलाई थाहा भइसकेको थियो। तर लाइक आइएल्स मात्रै भयो भने हजुर एडमिसन हुन सक्नुहुन्छ। तर जिआरई मात्रैले चाहिँ एडमिसन हुन नसकिने रहेछ। जिआरई भनेको त स्किल टेस्टहरू रहेछ, जसले चाहिँ आफ्नो प्रोफाइललाई होइन अलि इन्हान्स गर्न मद्दत गर्दो रहेछ, प्लस पोइन्ट हुँदो रहेछ जिआरई दिने भने। त्यो कुरा चाहिँ मलाई पछि थाहा भयो अनि मैले बिस्तारै रिसर्च गर्न थालेँ। अनि मैले पछि के पनि डिस्कभर गरेँ भन्दाखेरि मेरो अब मैले एग्रिकल्चर पढेको नि त, एग्रिकल्चर कोर्सको लागि जिआरई एकदम कम्पलसरी चाहिँ नहुँदो रहेछ। धेरै युनिभर्सिटीहरूमा वेभ हुँदो रहेछ भन्ने कुरा थाहा पाएँ। तर एग्रिकल्चरको केसमा पनि अब इकोनोमिक्स पढ्न चाहनेहरूले चाहिँ जिआरई दिनै पर्ने हुन्छ। तर अरू जस्तै एग्रिकल्चरको डिपार्टमेन्टहरू थुप्रै हुन्छ, हर्टिकल्चर, एग्रोनमीहरू हुन्छ। त्यो कोर्सहरू त्यो डिपार्टमेन्टको लागि चाहिँ जिआरई कम्पलसरी नहुने रहेछ। मैले पनि आइएल्स मात्रै दिएको थिएँ। कुन कोर्सले दिन पर्छ दिन पर्दैन, अब केही जान्न इच्छुक हुनुहुन्छ भने कमेन्ट गरिदिनु होला।